2 अरब होइन 2 रुपैयाँ बदमाशी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु। सार्वजनिक जीवनै त्याग्न पनि म तयार छु। 2 रुपैयाँ र यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औँलो ठड्याउने मान्यज्यूहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। तपाईहरुका काण्डबारे हामी अनभिज्ञ हो र? ती पनि खुल्नेछन्। अब भएको के हो त? भएको के हो? मलाई त 1 हप्ता 1.5 हप्ता अगाडि नै आएर भन्न मन लागेको थियो, तर अवसर पाइएन। अर्थ समिति र सार्वजनिक लेखाले अवसर दिनुभयो, अलिकति क्ल्यारिफाई गरियो। आज यो सार्वभौम संसदको रोस्ट्रमबाट म यथार्थमा नेपाली जनता, सम्मान्य सभामुख मार्फत, मान्य सांसदज्यूहरू मार्फत आम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई म भन्न चाहन्छु, जेठ 15 गते 4 बजे दिउँसो बजेटको वाचन वक्तव्य हामीले लिएर आउने भन्ने तय भएको थियो। जेठ 15 को बिहानसम्म पनि यो एउटा अर्थ विधेयक भनिन्छ, नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न विधेयक, यसमा काम भइराखेको हुन्छ। र यसपालि अनौठो भयो, यति ब्रोड कन्सल्टेसनका साथ पारदर्शी ढङ्गले हामीले छलफल गर्यौं, किनकि त्यत्रा रिफर्महरू गर्नु थियो। भन्सारको राय लिनु पर्यो, आन्तरिक राजस्वका राय लिनु पर्यो, विज्ञहरूको राय लिनु पर्यो, पूर्व प्रशासकहरू, पूर्व अर्थ सचिव, पूर्व अर्थमन्त्रीहरू र अहिलेको सिनियर टिम सबैको राय लिएर छलफललाई माझ्दै परिष्कृत गर्दै यसका कन्सिक्वेन्सेसहरू एनालाइज गर्दै अगाडि बढ्दाखेरि त्यो जहिले पनि जेठ 15 को 3-4 बज्छ। 3 बजेतिर म चाहिँ सुत्न गएँ, तर अर्थ मन्त्रालयको टिमले काम गरिसकेपछि कानुन मन्त्रालयको बाँकी काम बाँकी हुन्छ। यो त विधेयक हो। कानुन मन्त्रालयका सचिव सहित वरिष्ठ टिम पनि अर्थ मन्त्रालयमा आएर बसेको हुन्छ त्यो रात, र हामीले बुझाइदिइसकेपछि कानुनले यसलाई विधेयकको स्वरूप दिन्छ। त्यो प्रेसरमा काम गरिन्छ, सेन्सिटिभ कुरा छ, करका विषयहरू छन्, र कर्मचारी तन्त्रले त्यसलाई तयार गरेर प्रेसतिर पठाएपछि वक्तव्य त 11-12 बजेसम्म पनि हामी फाइनल गरिराखेका हुन्छौँ। 12-12:30 तिर छपाईमा जान्छ। 4 बजे मैले यहाँ वाचन गरेको त्यो 3 घण्टा अगाडि मात्रै प्रेसमा गएको थियो। त्यो टाइम प्रेसर, अब यसलाई यति टाइम प्रेसरमा काम गर्न पर्छ, यसलाई सुधारे हुँदैन भन्ने विषय त्यो मुनासिब नै छ। यी आयात सायातका कुराहरू पनि यो करले त्यहाँ प्रभाव पार्ने हो भने 1-2 हप्ता आयातै बन्द गरिदिउँ न भन्नेमा पनि छलफल